सबैको दसैँ राम्रो होस्। ह्याप्पी दसैँ। मासु चाहिँ यस्तो छ कि यहाँ होइन न पार गयो खानु निहरू लाउ बब्बा यहाँ चाहिँ लाउ आज बोर्ड पनि छ क्या। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरू सबलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मेरो भिडियो चाहिँ लास्टै ढिला आउँदैछ। किन भनेर भन्न मिल्दैन, अब भन्न त मिलिहाल्छ, त्यही हो टाइम नभएर अनि अब भिडियो बनाउने कन्टेन्ट नभएर, त्यही भएर ए कहाँ ल्याइरहेको छ यार यो। अनि त्यो सबैको दसैँ राम्रो होस्। ह्याप्पी दसैँ। अगाडि भन्नुपर्ने थियो, भन्नलाई बेसी कस्तो घाम लागिरहेको छ क्या माथिबाट टक्क। आजभोलि चाहिँ भिडियो बनाउन यस्तो हुन्छ नि, झ्याउ लाग्छ। यिनीहरू मलाई छोडेर जाँदैछ नि यार, मलाई अघि बसाउँथ्यो नि। जाउँ खतरा हो नि फेरि यार। ए कस्तो साइकल चलायो, अगाडि धकेल्छ यार। बिस्तारै जानु पऱ्यो है। मेरो मोबाइल खाला यसमा त अहिले नबस्या भएर क्या यार, लास्टै भने यार। A few moments later. सो गाइस हाम्रो यहाँ चाहिँ मासु काटिरहेको छन् भर्खरै। मासु मासु चाहिँ यस्तो छ कि यहाँ कटिङ भइरहेछ ऊ त्यहाँ मोबाइल। अब 4 किलो बनकट्टा गएन। सो गाइस हाम्रो मासु पनि रेडी भइसक्यो। अब हामीहरू मासु लगेर जाने यताबाट टक्क यहाँ। सो गाइस झिल्लीमा मासु चाहिँ विपिन दाइले बोक्नुपर्छ है। मेरो मोबाइल दे त दिदीलाई पैसा हाल्दिन ले ल बङ्गे छ है बङ्गे छ आज आफ्नो गीत हाल्नु पनि ले हाल फटाफट सब बङ्गे छ त। हामीहरू चाहिँ निस्किसक्यो यताबाट। अब यो चाहिँ कपाल चाहिँ दाइ चाहिँ कपाल काट्छु भन्दैछन्। कपाल काट्ने होइन, हिरो बन्नु परेन होइन। अब हिरो बन्छ भन्दैछन् दाइ। अनि हामीले पनि कपाल काट्नु पऱ्यो, विपिन दाइ पनि काट्छ क्या हो। अनि अब यताबाट गएर कहाँ छ यार सैलुन राम्रो, सैलुनमा जाने हो, त्यसपछि कपाल काट्ने हो। मा त नहाँस भन्दैछु म, साला यस्तो बिल्ला हान्छ यार यो मेरो भ्लगिङको यार। हाँसो लागिदिन्छ यार मलाई त यार। किन हाँसो लाग्छ रे? किन लाग्छ? सो गाइस भनेपछि अच्छा हाम्रो चाहिँ त्यही पर्खिँदै ढिला भइसकेको छ। भन्नाले अब यहाँ स्विलिङमा पालो छैन नि त, अनि हामीहरू चाहिँ काटेन कपालहरू, अनि पालो छैन त्यही भएर। अनि त्यो दाइले मात्र काट्यो, अनि विपिन दाइले पनि काटेन, दाइले मात्र काटेको छ। यहाँ यस्तो ढिलो भइसक्यो यार। अघिदेखि लगभग 1 घन्टासम्म एकदम 1 घन्टा जति पर्ख्यो हो कि हामी। काट्दा छौँ मस्तले। The next day. पानी परेर यहाँ हैरान भइदियो भने क्या, पुरै पानी परिरह। यहाँ बिक्यो ओइ रुक, म पनि तल जाने हो। ल मोबाइल सामान ले भलग मेरो बनिरहेको छ भिडियोदेखि नै। त्यो उदिनु पऱ्यो जिरा यस्तो पानी परेर यार हैरान छ होइन। सो गाइस हाम्रो दसैँको चाहिँ जमरा थिएन। अब हाम्रो चाहिँ टिका सिका लगाउँछन् होइन। टिका चाहिँ यहाँ बनाएको छ। मम्मी चाहिँ अहिले कामबाट आएको थियो, त्यही भएर अहिले ढिला भइसकेको छ अलिअलि। त्यही पनि अब टिका त लगाउनै पऱ्यो। खै ल यो सामान है सबभन्दा सुरुमा मलाई लगाउँछ होइन। बाह्रमा
हामी चाहिँ टिका लगाएर खानासाना खाएर अब चाहिँ उता कोइले तालसम्म घुम्न जाउँ भनिरहेछन्। मैले चाहिँ जुत्ताहरू चाहिँ यो पुरानो जुत्ता छ क्या मेरो, पहिलादेखिको त्यो लगाएको छु क्या। मेरो साइकल चाहिँ दाइले लग्यो, मलाई चाहिँ यो साइकलमा जाऊ भन्दैछ यार, च्याउ लागिरहेको यार। त्यही मेरो चाहिँ जुत्ताहरू उतै थियो कि, कोठाबाट मैले सामान ल्याएन कि, कपडाहरू पनि उतै थियो, जुत्ताहरू पनि उतै थियो, ल्याउँदै ल्याएन। अनि के भन्छ त्यो ऊ पनि भएन, अस्तितिर ल्याउनलाई झ्याउ पनि लाग्यो, त्यही भएर ल्याएन। अनि यो पुरानो पहिलादेखिको जुत्ता थियो, अनि त्यही लगाइदिएँ आज। अनि कोइले तालसम्म जाउँ भन्दैछन्, अब कोइले तालसम्म घुम्न जाउँ होइन। छिराइज यो साइकल यति आमा जान्छ यार, खालि मलाई दिइराखे यार, त्यसको ब्रेक पनि छैन, तँ अझ कहाँ ठोक्दे। हामीहरू यता पुगिसक्यौँ, साइकल चाहिँ हामीले यहाँ राखेका छौँ होइन। साइकल यहाँ राखेर अब यताबाट छिर्नुपर्ने हो। साइकल चाहिँ चोरी हुनु कि क्या हो यार, साइकलमा चाबी पनि हुन्न होइन बाइकको जस्तो। साइकल चाहिँ त्यहाँ राखेका छौँ, अनि यताबाट हामीहरू यताबाट छिर्ने हो, यहाँबाट जान दिँदैनन् क्या हो, त्यही भएर बन्द गरेर त्यही पनि छिर्दिने हो हामी त। पहिलाको र आजभोलिको कति फरक छ क्या, यस्तो बवाल छ आजभोलि त, कुरै छोडिदेऊ क्या। मान्छेहरू पनि छन् आजभोलि, अलि आज चाहिँ दसैँको दिन भएकोले मान्छेहरू पनि आएन क्या बवाल। यस्तो घाम पनि लाग्यो यार पुरा, यस्तरी गर्मी पनि भइरहेको। सबभन्दा पहिला चाहिँ हामीहरू यहाँ बवाल घुम्थ्यौँ कि, यता यो ठाउँमा चाहिँ बवाल हुन्थ्यो क्या। यो ठाउँमा खिचेको त मेरो फोटो पहिलादेखिको पनि छ क्या, 4 वर्ष अगाडिको फोटो छ क्या यो ठाउँमा खिचेको, 4 वर्ष अगाडिको, 4 वर्ष पछाडि फेरि यो ठाउँमा फोटो खिचिन्छ आज बवाल तरिकाले होइन। सिन पनि बवालै छ, ताल पनि ठुलै छ, रमाइलो छ, जे होस् घुम्नलाई बवाल छ। आफ्नै लोकल एरियामा डेन्जर छ, ऊ त्योवाला पनि छ टावर त्यहाँनिर, त्यहाँ त जान सकिन्न क्या हो यार। अब यताबाट लाउमा जानुपर्छ, त्यो बोर्डहरू बन्द छ क्या आज, त्यस्तो खुलेको त देखिरहेको छैन, बन्द होला सायद। यति नै हो यहाँ चाहिँ, केही छैन यसलाई, यस्तै छ। तर यहाँ पुरै ऊ छ कि यहाँ यहाँ तलको बवाल देखिन्छ नि टक्क होइन, डेकोरेसन बवाल छ, जे होस् भएको आजभोलि चाहिँ अलि घुम्न आउनेहरूलाई रमाइलो छ भनौँ होइन। डेकोरेसन गरेर अलि मान्छेहरू आइरहन्। कहाँ छन्, कहाँ पार होइन न पार गएछन् उनीहरू। लाउ बबाल यहाँ चाहिँ लाउ आज बोर्ड पनि छ क्या। एकछिन छिटो आइज, हिँडेर जाउँ, खालि काम मात्रै भयो पुरै। एकचोटि हामी चाहिँ यहाँ गाउँबाट माछा मार्न आउँछ कि, यस्तो बबाल मजा आउँछ माछा मार्नलाई चाहिँ। फेरि यो यस्तो घुम्नलाई भन्दा पनि माछा मार्नलाई, माछा चाहिँ बबाल फसिन्छ कि त्यसमा, ठुल्ठुलो माछाहरू हुन्छ। खै एकैछिन है हजुर, कहाँ केटीहरू हेरिहाल्छन्, केटीहरूले हेऱ्यो भन्दैमा हेर्ने होइन नि त हामीले। देख तो कैसे शर्मा रहा है। कोला के भन्ला थिएँ, पिङ चाहिँ बबाल छ यार, एकचोटि खेल्नु पऱ्यो क्या हो। ए पिङ खेल्नलाई पैसा दिनुपर्छ कि फ्रीमा हो? ए बहिनी एकछिन पाल्लो जाऊ त मलाई, एकैछिन, त्यसपछि तिमी खेल ल। रोग है, लोड्छ, बिस्तारै बिस्तारै ल, मलाई धकाल ल, बिस्तारै चाहिँ धकाले आऊ त ल, धकाल दे। डर लाग्छ यार, म साँच्ची भने लास्टै डर लाग्छ नि यार। तर राम्रोसँग धकाल न, हेर्नु यस्तो नगर भन्दै थियो यार, सिधाबाट धकाल, सिधाबाट यस्तरी पछाडिबाट धकाल्दैन। ए के हुन्न ओइ म एउटै हालले लाग्न सक्छु कि त्यो हो कि, धकाल पुरै बवाल, जोरसँग धकाल न, एक साइडमा नधकेले बरु, बिचमा धकालेपछि केही हुन्न होइन। साइडमा धकाल्यो भने त यार फेरि लोडिन्छ त, धकाल न, दुइटा हालले मजा आइरहेको बल्ल त यार, बाहिर बवाल मजा आइरहेछ है, खेल्ने भयो। अरे यार तू धकाल न, म धकाल्ला छु, यस बवाल
एक साइडमा गयो भने त यस्तो डर लाग्दो रहेछ यार त ओए टुट्यो भने खाँचीको ओए जा हो नि मोबाइल थामा ल टुट्यो भने खाँची टुट्दैन टुट्यो भने के साइडमा नधकाल यार यहाँ जान्छ यार तल ओए साइडमा नधकाल यार कस्तो डर लागिरहेको यार त साइडमा नधकाल सिधा धकाल यहाँ सिधा घाँटी बाङ्गो छ रे कहाँ आइज सो गाइस हामीहरू घर जाँदैछ अब आमा तर्छ यार आमाले मलाई तर्साइदियो उल्टा उल्टै तर्साइदियो भने म तर्साउँछु भनेको त यार उल्टा मलाई तर्साइदियो भने यार अनि यार हजुरआमाले खतरा तर्साइदियो कि अब हामीहरू जाँदैछौँ घर होइन यहाँ पिङ पहिला हामीहरू बबाल पिङ खेल्थ्यो कि त आज बोल्दा बोल्दा घाँटी पनि यस्तो दुखिसक्यो यार घाँटी सुकिसक्यो कि पानी नपाएर यहाँ पानी त छ खाना गएनौँ कि पिउन गएनौँ पानी फेरि आएन यार हिँड्न खाँदो यार जान्छ त्यट आइज ल रनिङ हान्न आइज अब घर जाने हो होइन आजको भ्लग चाहिँ अब यति नै हुन्छ गाइज होइन अब नयाँ भ्लग आउन अलि टाइम लाग्ला अब मोड भएपछि छिटो छिटो आउँछ नत्र टाइम नै लाग्छ अनि अब छुट्टी छ हुन त अब घुम्न गएपछि आउँछ नत्र घरमा त अब त्यस्तै हुन्छ घरतिर बसेको हुन्छ त्यही हो अब आजको लागि नै यति नै हुन्छ होइन गाइज समाप्त भयो तपाईँले के भन्न चाह्यो आजको लागि यति नै हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन लाइक कमेन्ट गरिदिनु भन्नु हाम्रो भन्ने भाइलाई सबैले लाइक कमेन्ट होइन टक्क मिलाएर सब्सक्राइब युट्युब च्यानल बस त्यति हो है गाइज आजको लागि यति नै फेरि पनि लास्टमा पनि ह्याप्पी दसैँ अब दीपावली पनि राम्रो होस् दीपावली पनि आउँछ नयाँ भिडियो त ह्याप्पी दसैँ एन्ड ह्याप्पी दीपावली एडभान्समा ओके गाइज बाई बाई गाइज जय नेपाल